हेलो एभ्रिवान सबैजनालाई अब धेरै पछि भ्लग आयो तपाईहरु टेन्सन नगर्नु अब भ्लग चाहिँ बनाउँदै गर्नुपर्छ है अब म चाहिँ खेततिर जानुपर्ने काम छ मेरो किनभने काम गर्नुपर्छ त्यहाँ अब खेत बाँझै छ अब सिधै घरबाटै स्टार्ट अब बाइक स्टार्ट गर्नुपर्छ है मैले बाइक चाहिँ मेरो यहाँ छ हैन उक्रेनी यहाँतिर छ मजदिमे खेततिर जानु पर्यो खेततिर अब खेतमा जाने ट्र्याक्टर जोत्ने होइन त मुसु सिल्दुर कहाँ जान्ला बाइक चाहिँ यहाँ छ बाइक निकाल्छु मैले क्यामेरा त खासै राम्रो आउँदैन रहेछ यसो भ्लग बनाइदिउँ भनेको अनि त्यो चाँदी चाहिँ कसले बोक्छ त कहाँबाट बोक्दा मलाई थाहा छैन त्यो त रुख चाहिँ डेन्जर भइरहेको यहाँ घामु मास्तिर छ दिनभरि पानी परेको हुन्छ बोकियो माल चिज कुखुरा चाहिँ यहाँ छ है रुखमा बसिरहेछ हुन्छ बो बाउले फोन गर न यो चाहिँ हाम्रो सम्झी काकाको छोरी बुनु बुनु खाजा आयो अब तल पुगेपछि मात्रै गर्नु छैन त हिँड्नु पर्यो अब तल घरतिर खेततिर के बोक्यो भने बाउले त्यो एउटा मात्रै बोक्यो हुन्छ हाँसिया बोक्नु पर्दैन रे हाँसिया बोक्नु एउटा तल बोक्यो कस्तो आइरह बुन राम्रो आइरह राम्रो के भयो त राजा मोबाइल पुरा टुक्रो भइरह त टुक्रा हान्छु अन्न हो नि लाग्यो है हामी अब चाहिँ अब घरबाट निस्किएको छ म र बुढी हेर अब यहाँ तलतिरको भ्यू होइन तल पुग्नु चाहिँ म तलतिर पुग्नु पर्ने हो अब उयो बाटो हुँदै तल काफ्रे पुगेर देवस्थान पुगेर अनि यहाँ खोलातिर छ अब देखाउँछु म होइन यस्तो छ भ्यू आजको दिनभरि पानी परेको बिहानदेखि दिउँसोसम्म होइन यहाँ छ बाइकमा चढ्दैछ मेरो बुढी चाहिँ बाइक चलाउनु भन्छ अब खुट्टा छोटो छ भेट्दैन अहिले यतापट्टि आएर लड्यो भने थाहा हुन्छ ल तल पुगेपछि भिडियो गर्दै गरौँला है साथी हो फाइनली खेततिर नि आइपुग्यो अब धेरै फोहोर रहेछ अब चियासहरू नि धेरै रहेछ सबैको आलु फलिसियो मकै यहाँ तल धान्ने रहेछ अब हाम्रो मात्रै बाइक रहेछ ढुङ्गा रहेछ यस च्यासहरू पनि फाल्नुपर्छ अब काम त गर्नु परेको यहाँ मास्तिर आएको म रुख अत्रो भइसकेको रहेछ रुख अब आज सरसफाइ गर्ने भोलि जोत्नु पर्छ जस्तो छ आज सकिन्छ होला जस्तो लागिरह अब हेर काम गर्दै गरौँ अब के हुन्छ अब हेरौँ यता झर्ना खतरा छ यार उहाँ पार्किन्छ मेरो बुढी चाहिँ रिसाएर बम भइरह बाइक उमासतिर छ कि अब
बाइकबाट ओर्लेर काम गर्नु पऱ्यो भने चलिरहेको छ। तारहरू चाहिँ धेरै नै रहेछ कि उयो तलसम्म हो। उयो एउटा अनि उयो मेरो बुढीले गरिरहेछ क्या यहाँ तलतिरसम्म नि छ। धेरै त अरू जस्तो धेरै चाहिँ छैन तर भयो नि भएको चिज के छोड्नु भनेर अब त्यही गर्दैछौँ है साथी हो। अब ढुङ्गाहरू सबै मास्तिर फाल्नुपर्छ। ठुल्ठुलो ढुङ्गा रहेछ त्यहाँ ढुङ्गा छान्दैछ। अब पर हात जाउँ पहिला होइन कसको पाइप हो। सिक्नु उम्र कसको यो नि जोत्नै बाँकी रहेछ यो त अझै पनि। अब उयो यस्तो यस्तो फ्यालिस त यतिको यो फ्यालिस अब ट्र्याक्टरले भुइँ जोत्न पाएको नि त होइन सिक्नु रहेछ यहाँ चाहिँ। तर उयो घरकोले तल पानी पठाइराख के तर यो चाहिँ अब धेरै चाहिँ रहेन छ तर पोहोर आएर नि सफा गराइदियो हामीले र आज नि सफा गर्नुपर्छ। कहाँबाट रहेछ यो चाहिँ यहाँ सिलेको पानी परेको छ पुरा गलिरह। यो सिस्टमहरू सबै फाटेर त्यसले पूजा गर्नुपर्छ अहिले खोलातिर उयो खोलामा पूजा गर्नुपर्छ है। अब चाहिँ धेरै छैन है। अब लगभग सिटिङलाई सफा गरेर ल्याएर जोत्नुपर्छ। अब यहाँ अलिकति बाँकी छ अनि त्यसपछि घरतिर चल्ने हो होइन बुढी। ओइ रिसाएर यो बम भएको पड्किन्थ्यो यतिखेर ल बच्चा जस्तो टुकुल 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 खेल्छ यार। के भएको बुढी त्यहाँ बहिनी सोनी बहिनी छ त्यहाँ। अब बुढाबुढीको सल्लाह मिल्यो अब घर जानुपर्छ है कडा हो। अब भोलि आउनुपर्छ भोलि आएर सकिन्छ अनि त्यसपछि कहाँ जाने हामी घर जाने यसको घर जाने रे सिधै पर्सि चाहिँ त्यसको बिहानको बस्नु जाने राम्रो आइरह कसो आउँदैन कालो साँच्ची कति कालो देखिरहेको मान्छे कालो छ त अनि कहाँबाट सेतो हुन्छ। पहाडी पाखामा मेरो गाउँ पहाडी पाखामा मेरो गाउँ डाँफेर मुनाल नाच्ने ठाउँ लाई हाल माया पिरती सँगै सँगै जाउँ लाई हाल माया पिरती सँगै सँगै जाउँ पहाडी पाखामा मेरो गाउँ। सकियो फाइनली अब घर जानुपर्ने हुन्छ हामी चाहिँ होइन ल हिँड्यो बहिनीको झोला किनेर लिएर आएछ। कहिलेदेखि रहेछ नि स्कुल अस्तिदेखि स्कुल गयो तिमी स्कुल कहाँ नि अब भोलि जाने सकियो अब भोलि आउनुपर्छ। अब एक भयो एक 5 वटा अङ्क खाँदैछ हाम्रो सम्झिले होइन 2 उयो सम्झिल छ है सट्टै खानुपर्छ बाँकी सट्टै खानुपर्छ 5 वटा चाहिँ ल
जम्मै यति होइन टाइम हेर्नु पर्यो नि त खै मोबाइल ल्याउनु त ग्यास दिनु मोबाइल तपाईँ 10 मिनट चाहिँ यही बस्नुपर्छ त फेरि फोजिन त ताता नदेऊ त रे अब गोर्खी अब 5 मिनट पुग्यो भने मान्छ गोली के गोली न गोली पक्ने टाइम हेर्नु पर्यो नि त खोइ अर्लाम खै पिटा हान एकैछिन है एकैछिन भिडियो सोची सान्छ ल तार रेडी ल रेडी गरौँ होइन पहिला हुन्छ कि हुँदैन चाहिँ एकैछिन है थेमसँग चावा थेम त बढो तिमी टिभीको हेर्छु त म त फिर्के चाचा चल्छ चल्छौ 5 रन यो सन्धिले कस्तो टाइम हुँदै फेर 10 मिनट पहिले यो टाइम रेडी गरौँ पहिला ढोका ल टाइम भयो 1 2 3 भन्नु पर्यो नि यार ल 1 2 3 गो तिनमा त गयो 6 सेकेन्ड हुँदैछ बस्छ कति बस्छ 1 मिनेट नि भएन 20 सेकेन्ड भयो होइन त 10 मिनेट थान 10 मिनेट थान र अब भयो होइन 10 मिनेट होइन ल अब 10 मिनेट चल्नु भएन अब यहाँबाट मान्छे चाहिँ यो कारण के हुन्छ भन काट्ने चिज कति राम्रो पालो चुन गए अझै 5 रुपियाँ होइन यो त बाल्नु मोबाइल अझै 5 रुपियाँ 2 कार्टुन चिप्स अझै ल अन्डा खाऊ अन्डा बस्ती आऊ त के 1 मिनेटै भएन यो फाल्छ नि म त खाने के छैन त्रेस हो धन्दा खाने चाहिँ भेट नि आज चार्जर त बिन्दर बोला पाऊ पाऊ लुङ बगाए अझै है केटा अझै 5 वटा लो फेरि सुरु हुँदैछ है अझै होइन अझै छुटो आना भन्छ नक्पल नक्पल अझै पठाइसक्छु प्रधानमन्त्री रक्सीले है